अब तपाईँले क्वेसन गर्नुभयो तपाईँ राजावादी भनेर। म राजावादी होइन, म राज संस्थाको सपोर्टर हो, समर्थक हो। यो मातृभूमि बनाउने राज संस्था चाहियो, राजा चाहिएन। राज संस्था चाहियो, राज संस्थाको समर्थक। उहाँ 3 वर्ष 6 महिना हुँदा 2007 सालको घटनामा छु म तपाईँलाई। 3 वर्ष 6 महिना हुँदा नेपालमा कहाँ थिए त नेपालका जनताहरू? अब भन्नुहोस् बालेन चाहियो कि राजा चाहियो? तपाईँ राजा पक्ष हो कि गणतन्त्र पक्ष हो? भन्नुहोस्। मलाई मेरो माटो सुहाउँदो पृथ्वीनारायण शाहको 2 ढुङ्गाको तरुल भनेपछि 4036 फुलबारी त्यही चाहियो। यो स्पष्ट जवाब आएन। म तपाईँलाई भन्न चाहन्छु अरू राजावादी अनि राजा चाहियो तपाईँले भन्नुभयो नि, तपाईँको उत्तर त मैले तपाईँ कस्तो राजावादी पार्टी हुनुहुन्छ कि अरू दल पार्टीको गुणगान गाउनुहुन्छ? अनि राजा कसरी आउँछ? यहाँ सुन्नुहोस्, तपाईँको कुरो म क्लियर गरिदिन्छु। माटोको दुधको दुध, पानीको पानी। माटो माथि। यहाँ सुन्नु न, माटोलाई चिन्ने यो हर्क साम्पाङ हो, कुनै बालेन होइन, कुनै राजा होइन। अहिले उदाहरण हेर्नुहोस्, हर्क साम्पाङले माटोको इङ्ग्लिसमा दिनु काम गरिरहेछ। तपाईँ इङ्ग्लिसमा दिनु पर्यो ल। What do you want? माटो What is mud? माटो What is mud? माटो What is यो mud? अमेरिका होइन, यो नेपाल हो। हो, नेपाल माटो भनेको के हो? भाषा बोल्नुहोस्। माटो भनेको के हो? What is mud? माटो भनेको के हो? What do you want? हो, त्यही भएर माटोलाई you are not recognized my country mud. जसमा छाटाछाट गर्नु पर्यो जस्तो लाग्यो। क्यामेरा त छैन नि। यहाँ सुन्नुहोस् न, न्याय दिन सक्छ। तपाईँ क्यामेरा लिएर आउनुहोस्। क्यामेरा मेरो क्यामेरा नभए तपाईँले तपाईँलाई एकचोटि इङ्ग्लिसमा दिनु पर्यो कि सर? That's first time the history. Balen Sarkar is Prime Minister of the Nepal. Definitely. First time is record. Yes. It is arrest former Prime Minister Kharak Prasad Oli. Yes, definitely. That's other former Prime Minister Pushpa Kamal Dal Prachanda. PK. Other Prime Minister Jhalnath Khanal. Yes. That's other Prime Minister Kharak Prasad Oli. Where is going here? He is arrest, my dear Prime Minister Balendra Saha. त्यस कारणले गर्दा quickly he is arrest. Your record is first time you are record. है ना? इसलिए आप कहते हैं हम नेपाल के सपूत हैं, हम मर सकते हैं लेकिन किसी भी विदेशियों का गुलाम नहीं होंगे। हम जिंदा शहीद है, अपने रगत देश के लिए हम मर सकते हैं लेकिन दूसरों देशों का गुलाम नहीं होंगे। हम गुलाम होंगे किसका? हम गुलाम होंगे जिसने हमारा देश को आर्जन किया है। 105 साल राणाओं ने दास बनाया हमरो देश को, हमको गुलाम बनाया। लेकिन हमारा राजा ने हम नेपाली जनता के लिए प्रजातंत्र ले लो, तुम खाओ पियो घूमो नाचो हंसो अपना परिवार के साथ अच्छी तरह से रहो। हम नेपाली जनता के साथ किसी को हम दास नहीं बनाएंगे। प्रजातंत्र का अपनी तरह से डेमोक्रेसी को प्रयोग करो बोल के हमारा राजा ने श्री पे छोड़ के गया। तपाईको रोजाइमा राजा ज्ञानेन्द्र कि बालेन्द्र शाह प्रधानमन्त्री ल भन्नुस् त। देखिए बताइए अच्छा वो राजा आएगा पत्रहरूले मात्रै प्रश्न सोध्नु भयो। अरे भाई साहब आप राजा आएगा नहीं आएगा वो बात मत छोड़िए। राजा क्यों नहीं आएगा? हमारा छाती में राजा है तो क्यों नहीं आएगा? राजा आने हम अपना राजा के लिए हम जान कुर्बान कर सकते हैं। राजा आने से देश को नेपाली भाषा त बोलिरहेको आप झूठ बोल रहे हैं। आप जान नहीं दे अच्छा, रहे, जान नहीं मैले दे रहे। नेपाली भाषा बोलेको छैन भन्नुहुन्छ तपाईँ। अब इन्डियाको मिडियालाई पनि जाओस् भन्ने मैले हिन्दी बोलेको। यो कन्काई नगरपालिका वार्ड नम्बर 3 झापाबाट नेत्र प्रसाद तिमसिना। हजुर हजुर। तपाईको उहाँसँगको पहिला सम्बन्ध के थियो कि केही पनि थिएन। विवाहित सम्बन्धबाट पनि धेरै बलात्कारका केसहरू आएका छन्। हुनसक्छ, त्यस्तो धेरै केसहरू हुन्छन्। अब बलात्कार भन्दैमा एउटै तरिकाले कहीँ भएको हुँदैन होइन। हरेक तरिकाले कसैले वैवाहिक बलात्कार, कसैले एउटा आश्वासन दिएर हरेक कुराले भएको हुन्छ। बलात्कार भन्ने कुरा छानबिन गरेर अनुसन्धान गरेर चाहिँ मात्रै पत्ता लाग्ने कुरा हो होइन। तर यसमा चाहिँ अब छानबिन अनुसन्धान बिना नै एउटा अपराधीको इसारामा भएको सुरु अदालतदेखिको सर्वोच्चसम्मको फैसलालाई मैले चाहिँ एउटा अपमान गरेको होइन। तर मैले न्यायको पूर्णता नपाएपछि आज म यसरी आउनुपर्ने बाध्य बनाइएको हो।
म अहिलेको सरकारलाई के भन्छु भने गएको 12 वर्षसम्म आएको बनेको सरकारले एउटा पीडितलाई लत्याएर भनौँ एउटा बोल्नै मिल्दैन भन्ने खालको एउटा प्रधानमन्त्रीदेखि लिएर राष्ट्रपतिसम्म पनि मैले मेरा आफ्ना अनुरोधहरू मैले राखेको थिएँ। तर ती अनुरोधहरूलाई उहाँले चाहिँ अब एउटा व्यवस्था गर्दै पीडित कसरी बाँचेको छ कसरी न्याय लडेको छ भन्ने कुराहरू उहाँहरूले चाहिँ एउटा मण्डल नगरिकन व्यवस्था गरेर न्यायको लागि उहाँले पहल गरिदिनु भएन। किन नेपाल सरकारवादी मुद्दा भनिन्छ नि हैन, गरिब पीडितका लागि भनेर सरकारी वकिल राखिदिएको छ। तर उहाँहरूले हाम्रो बहस कहिले गर्नुहुन्न रहेछ। उहाँहरूले मात्रै एउटा अपराधीको पक्ष पोषण गरेर महिला बालबालिका कार्यालय अब सङ्घ संस्थाहरूले त केही कुराहरू सहयोग पनि गर्नुभयो। तर के भने उहाँहरूले सङ्घ संस्थाहरूले चाहिँ हाम्रो पीडितले हालेको अदालतको मुद्दामा बोल्न मिल्दैन भने कसका लागि चाहिँ बोल्न मिल्छ भनेर उहाँहरू गरिरहनु भएको छ त। अब कस्तो भने मैले जति बुझेअनुसार चाहिँ उहाँ चाहिँ पार्टीमा त अब धेरै पार्टीमा गएर उहाँहरूले हार गुहार पनि माग्नुभयो होला। यो अब मसँग अपरिचित भएकोले गर्दाखेरि होइन उहाँको त्यत्रो अब पैसावाल भएर 1.5 करोड 2 करोड खर्च गर्न सक्ने मान्छेले एउटा नारीलाई इज्जत खोसेर सम्मान गर्न नसकेर आज अदालतमा हाजिरै नभई भागेर 5 वर्ष लगाएर मैले ऊ भागेर बस्दाखेरि मलाई एउटा समाजले दिएको एउटा मानसिक यातना एउटा सामाजिक यातना यति ठुलो दर्दनाक तरिकाले मैले एउटा विस्थापित भएर आज एउटा गरिबी जीवन एउटा इज्जतको खातिर मैले सबै परिवार गुमाएर समाजको माया बुवा आमाको मृत्युको चोट एउटा मैले यति धेरै आज मेरो परिवार घिटिक भएर मेरो यादमा पनि मैले उहाँहरूको अनुहार हेर्न मैले एउटा के अरे सिंहदरबारको अगाडि म रोइरहँदाखेरि गृह मन्त्रालयले पनि वास्ता नगरेको प्रधानमन्त्रीज्यूले पनि मलाई 2 शब्द बोल्न दिनुहोस् भन्दाखेरि मेरो 2 शब्द पनि उहाँहरूले सुनिदिनु भएन होइन। आज म त्यही उसमा आफूलाई बचाउने र न्याय माग्ने क्रममा यसरी म भौतारिएर आज म रोडमा आएको हो। म पार्टी कार्यालय पुगेको छु। कर्णाली प्रदेशको इन्चार्जलाई मैले कुरा राखेको छु। बोलाइदिनुस् एकचोटि के हो कस्तो यसरी कन्ट्याक्ट बिन भएको छ मलाई सडकमा छोडेको छ भनेको। उनीहरूले दबाउन खोजे। अब कसरी दबाउँछन् हेर्छु म। सडकमा आइसकेको छु। अहिले त्यो मान्छेले केही गरेको होइन भनेर मलाई कल गर्दाखेरि पार्टीको इन्चार्जले नसुन्नेले अहिले यो भिडियो त्यहाँसम्म पुग्छ कि नै राम्रोसँग हेर्नु होला। कर्णाली प्रदेशको एमाले राम्रोसँग दिमाग लाएर एउटा कर्णाली प्रदेशको एमाले को हो भनेर मैले चिनाइदिएको छु। अब राम्रोसँग ध्यान दिएर सुन्नु होला। यो भिडियो तपाईँहरूसम्म नि पुग्छ। एमाले भनेको को हो के हो उसले के गरेको रहेछ म अहिले यो ठाउँसम्म कसरी पुगेँ कसको कारणले पुगेँ त्यो राम्रोसँग बुझ्नु होला भन्छु म। उनीहरू हात हाल्न गएका होइन। किनकि स्मृति बहिनीको भिडियो हेर्नु होला त्यहाँ हात नलगा भन्दा ऊ आइमाई आएर हात हालेको छ। अनि लक्ष्मी बहिनीको आँखामा चाहिँ खुर्सानीको धुलो हालेको छ भनेर त्यो उसमै आइसकेको छ। तर कसैमाथि यहाँ कसैले हातपात गर्नुपर्ने औँला उठाउनुपर्ने आवश्यक छैन। एउटा आन्दोलन गर्छौ तिमीहरूले आफ्नो व्यक्ति जेलमा गयो भनेर आवाज उठाउँछौ रिया गर भनेर आवाज उठाउँछौ भने आफ्नो ठाउँबाट गर। तर पीडितलाई एउटा दुखी गरिबलाई हातपात चाहिँ नगर। जुनसुकै पार्टी आओस् आन्दोलन गर। तर कसैले हातपात नगर। म यहीँबाट त्यो च्यालेन्ज गर्छु। तर म के भन्न चाहन्छु भने चाहिँ अर्को कुरा कसैले कसैको लागि एउटा आफ्नो जिन्दगी दाउमा राखेर यसरी सडकमा आएको। म 8 महिना लगभग मैले मङ्सिर 6 गते उसको फोटो यसरीकन बाहिर ल्याएको हो। म पीडामा पढेको 1 वर्ष भइसक्यो। 4 जेठको महिनादेखि हो। अहिले मैले यो फोटो उसले यस्तो गर्यो मलाई यसरीकन सडकमा छोड्यो भनेको मैले मङ्सिर 8 गतेदेखि उसको फोटो मैले मेरो फेसबुकको वालमा टिकटकको भित्तामा राखेको हो। मेरो आफन्तले लगेर मेरो नेपाल अधिराज्यभरिको म एउटा कलाकार भएको हिसाबले मेरोमा सबै साथी हुनुहुन्छ कलाकार साथीहरू पनि हुनुहुन्छ। कसैले मलाई के भयो भने सोधेका थिएनन्। आज म सडकबाट बोल्दाखेरि साहसी भने पनि म हो। एउटा म गलत भने पनि म हो। जसले जे भन्दा पनि केही हुने छैन। आफ्नो ठाउँबाट आवाज उठाउनेले उठाइदिनु होला नउठाउनेले उठाइदिनुस् भनेर मैले रिक्वेस्ट नै गर्ने छैन। धन्यवाद।